हेलो हाई नमस्ते वेलकम टु दिस युट्युब च्यानल मिलन साम्पाङ ब्लग दर्शकबिनहरू आज पनि निकै समयको अन्तरालमा भिडियो लिएर आउँदैछु। आज चाहिँ हामी स्कुल गइरहेको छौँ यहाँनिर हाम्रो नुलाम्बुङसँग हैन। नुलाम्बुङ चाहिँ यहाँ अगाडि। हेलो नुलाम्बुङ। मिन्छ ल हामी चाहिँ अब साकेला नाच्नु पनि छ आज हैन। स्कुलको भवनदेखि अलिकति पल्लोमा साकेला नाच हुँदैछ। त्यहाँ जाने भनेको हैन। नुलाम्बुङ चाहिँ यहाँ घरैबाट जाने भनेको थियो भिडियो खिच्दै है, तर स्कुल जाने रहर गऱ्यो। सो स्कुल पनि जानै पर्छ। स्कुलदेखि अलिकति पल्लो ठाउँमा अलिकति पर सुम्दीमा भवन भन्छ त्यहाँनिर साकेला नाच हुँदैछ। अनि त्यसको फुल भिडियो चाहिँ यहाँहरूले सकिला राई युट्युब च्यानलबाट हेर्न पाउनुहुनेछ हैन। सकिला र सायाबुङ सँगै आउनेछन् उनीहरू। नुलाम्बुङ पनि जाने भनेको तर उसै स्कुलै जान्छु सुरुमा भने हैन, त्यहाँबाट उताउतै भरे भेट हुन्छौँ होला। सो किप वाचिङ, हेर्दै गर्नु होला दर्शकबिनहरू। एकदम लङ ट्रममा मात्रै भिडियो आइरहेको छ मेरो चाहिँ, बिकज मैले समस्या बताइरहेको छु। कहिलेकाहीँ बिरामी भइन्छ हैन, कहिलेकाहीँ के समस्या आइलाग्छ हैन, कहिलेकाहीँ भिडियो सुट गर्ने पाइँदैन। सो द्याट यो अरूभन्दा पनि मलाई के भन्नु छ भने विदेशतिर बस्नु हुने जो फरिजन कन्ट्रिजको अडियन्सेसहरू हुनुहुन्छ उहाँले चाहिँ इङ्ग्लिस मिडियमबाट हामीलाई बताइदिनु हुन अनुरोध छ होइन, सब टाइटल लेखिदिनु हुन अनुरोध छ भन्दै हुनुहुन्छ होइन। सो इङ्ग्लिस अब फुल्ली इङ्ग्लिस हामीले इङ्ग्लिस टु इङ्ग्लिस प्रेजेन्ट गर्न पनि सकिँदैन है। नेपाली त राम्रो बोल्न आउँदैन, इङ्ग्लिस कहाँबाट आउनु। नेपाली यो फेरि बोल्ने कुरा कम्युनिकेसन सञ्चार भन्ने कुरा चाहिँ अब एकसँग अर्को संवाद गर्न चाहिँ सकिने रहेछ। सो फरवार्डिङ यसरी बोल्न चाहिँ अब होइन, अन क्यामेरा बोल्न अथवा कुनै पनि विषयमा प्रस्तुति दिन चाहिँ अब जुनसुकै भाषाबाट पनि गाह्रो हुने रहेछ। त्यो चाहिँ एङ्कर जो गर्नुहुन्छ होइन, टेलिभिजन सोतिर अथवा एफएम रेडियो नेपालतिर रेडियोतिर होइन, अनलाइन मिडियातिर जो बोल्ने पर्फेक्ट हुनुहुन्छ उहाँलाई मात्रै आउँदो रहेछ। हामी जस्तो अब नर्मल मान्छेले अब जुनसुकै भाषाबाट नेपालीबाटै भए पनि होइन त्यति मजाले अब बोल्न सकिँदैन है। अड्किँदै यो नेपाली पनि बोलिरहेको छ। बाटोमा हेर्दैछु, भुइँतिर पनि हेर्दैछु, कता दायाँ बायाँ हेराइ भइरहेको छ दर्शकबिनहरू। त्यही भएकोले यहाँहरूको त्यो मागलाई सम्बोधन गर्न वी क्यान नट भन्ने नै भयो होइन। सब टाइटल लेख्न पनि टाइम हुँदैन, एडिटिङमा अब टाइम दिनुपर्छ। जस्ट डेली भ्लग यहाँहरूलाई अपडेट गर्दाखेरि त्यही समस्या रहेको छ। दर्शकबिनहरू हेर्दै गर्नु होला। आज साकेला विशेष हुनेछ होइन। थोरै स्कुलतिरको फुटेजहरू पनि यहाँलाई देखाउँला हाम्रो भिडियोहरू। यता नुलाम्बुङ अघि नै नुलाम्बुङसँग अगाडि जाँदैछु है। यो हाम्रो मकैबारी फुलहरू यति मजाले फुलेको छ। यस्तो मजाको फुलहरू छ नि है, हरियाली। अनि यहाँदेखि हिजो पारिपट्टि खमुखा भन्ने ठाउँमा पनि गएको थियौँ होइन। त्यहाँको भिडियो चाहिँ देखाउनै पाइएन, पानी परेर समस्या एकदम बिरामी पनि भइयो। अनि ठ्याक्क हिजो नाइट टाइममा प्रायः म भिडियो अपलोड गर्थेँ है, अनि त्यो पनि गर्न सकिएन। बेलुका र बिहान भएर सुतिहाल्यो। अहिले बिहान मात्रै आएको छ भिडियो सकिला राई युट्युब च्यानलबाट। त्यस च्यानललाई पनि माया गरिदिनु हुने अनुरोध छ। सँगै मैले ह्यासट्याग राखेको छु होइन। यसको ह्यासट्याग सकिलाको ह्यासट्याग यहाँ मिलन साम्पाङमा आउँछ। त्यो ह्यासट्यागमा क्लिक गरेर यहाँले सब्सक्राइब गर्नु भएको छैन भने बहुत च्यानललाई नै सब्सक्राइब प्लिज। सो नुलाम्बुङ एन्ड मी मिस्टर मिलन राई वी आर गोइङ टु स्कुल फर, मेरो चाहिँ प्रोफेसन हो, द्याट इज माई प्रोफेसन होइन। नुलाम्बुङ कति कक्षामा पढ्छ अरे नुलाम्बुङ बुनु? कतिमा अरे पढ्ने? 2 क्लासमा जस्ट यो वर्षदेखि होइन पढ्दैछ। तर स्टुडेन्ट्सहरू एकदमै कम छ क्या, थोरै छ विद्यार्थीहरू। स्कुलको भ्लग पनि देखाउनु न भन्नुहुन्छ, अब त्यहाँ देखाउनै अप्ठ्यारो छ किनकि अब पर क्लास 5-6 जना मात्रै छ। अब अरू अन्यतिर पनि अब गभर्मेन्ट स्कुलहरू प्रायः त्यस्तै नै होला होइन। बट देन अब देखाउन अलिकति समस्या छ क्या त्यहाँनिर। एउटा क्लासमा 5-6 जना भनेको त एकदमै नर्मल। पहिला हामी पढ्दाखेरि म यो स्कुल पढाएँ हो होइन। प्राइमरी एजुकेसन मेरो यहीँबाट सुरुवात भएको थियो। यो स्कुलमा पढ्दाखेरि मेरो समकालीन साथीहरू लगभग एउटा क्लासमा 25देखि 30 जना हुन्थ्यो। अनि रेगुलर आउने 22-23 जना हुन्थ्यो होइन एउटा क्लासमा। त्यो डेस्क बेन्चमा नअटेर अब 4-5 जना खच्चाखच बसिन्थ्यो है। त्यस बेलाको दुःख थियो। पुरानो भवन अहिले तपाईँहरूले यो कुनै एक समय मैले पुरानो भवनको त्यो भिडियो यही च्यानलबाट प्रस्तुत गरेको थिएँ होइन। त्यहाँ सर्च गरेर हेर्नु अनुरोध छ।
ऊ बेला स्थापना कालमा बनाउनु भएको त्यो डेस्क बेन्चहरू पनि छ क्या त्यहाँनिर चाहिँ। अनि त्यो ब्लग यहाँ विशेष देखाएको थिएँ। अनि त्यो समयमा त्यो डेस्क बेन्चमा हामी बसेर पढ्थ्यौँ क्या, दुःखदायी कुरा थियो। अहिले त डेस्क बेन्च यति राम्रो छ, यति राम्रो भवनहरू पनि छ होइन, सिमेन्टेड प्लास्टरवाला। र पनि अब अहिले पढाइको गुणस्तर कम छ। अब त्यो के कारण हो है, धेरैले बोर्डिङ रोजिरहनु भएको छ। बोर्डिङमा इङ्ग्लिस मिडियम होला एउटा कुरा होइन, तर शिक्षा भन्ने त उही नै हो, इङ्ग्लिसबाट सिके पनि, नेपालीबाट सिके पनि, हिन्दीबाट सिके पनि होइन, जापानिज जुनसुकै भाषाबाट सिके पनि जस्ट लर्निङ, एजुकेसन लर्निङ भन्ने हुन्छ होला होइन, व्यावहारिक शिक्षाको कुरा हुन्छ। सो त्यही कुरा भन्दैछु मैले चाहिँ यहाँहरूलाई। अनि एकदमै गाह्रो छ त्यहाँको भिडियो यहाँहरूलाई देखाउन चाहिँ, नदेखाउनु पनि भन्नुहुन्छ, किनकि अरूले पनि होइन, अरू स्टाफ साथीहरूले पनि विद्यार्थी कम भइसकेपछि लाज मर्द हुन्छ होइन, एउटा दुईवटा हुन्छ, स्कुल जस्तो पनि देखिँदैन। त्यस कारणले थोरै सम्भव भयो यहाँहरूलाई देखाउँला होइन, धेरै बाहिरिसकेको छ। अब नुरामुङ र म चाहिँ पुग्न पनि आँटेको छौँ, यहाँ त बिचमा आइपुग्यो। यहाँ ढोल झ्याम्टा बजिरहेको छ होइन। साकेला विशेष छ अहिले, आज सप्तमी भन्छ। आज चाहिँ सप्तमी भनेको चाहिँ पञ्चमीबाट सुरु भएर षष्ठी अनि सप्तमी होइन, आज तेस्रो दिन। हजुर 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 नजिकै नि। सप्तमी नाच आज साकेलाई विशेष भिडियो यहाँलाई पस्किने छु है, हेर्दै गर्नु होला। अब यहाँबाट चाहिँ एकैचोटि ठ्याक्क कहाँ देखाउँछु भने, जहाँ देखाउँछु त्यहीँ देखाउँछु यहाँहरूलाई होइन, भिडियो सम्भव भएको ठाउँमा। दर्शकबिन्दुहरू अहिले म चाहिँ स्कुल आइपुगेको छु होइन। अहिले चाहिँ 10 बज्नलाई 5 मिनट बाँकी छ कि हामी अगाडि आइपुगेछौँ। यस्तो छ कि हालत हाम्रो स्कुलको, त्यही भएकोले तपाईँहरूले नदेखाएको। पर 2-3 जना देखिँदैछ हाम्रो नुलाम्बुङ यहाँ होइन। आज फेरि विशेष साकेला विशेषले गर्दाखेरि अब कोही पनि आएको छैनन् जस्तो पनि छ। एक चाहिँ नानीहरू होइन, लगभग 30-32 जना त थियो जम्मा जम्मी, 32देखि 35 जनाको रेसियोमा। अब स्टाफ सरहरू आइपुग्नु होला, उहाँहरू त है, स्टुडेन्टहरू चाहिँ आएको छैन। यस्तै छ। सो द्याट त्यही भएकोले हो ब्लग नदेखाएको। नानी कोठामा बस्दै गर्नु ल, अहिले भरे साथीहरू आएको छैन रहेछ है। फास्ट पनि आइपुग्यो सकेपछि, अब अफिसको देखाउनु मिल्दैन। अब चाहिँ म यहाँ साकेला दाजुहरूको ठाउँमा आइपुगेको चाहिँ सबैजना आइपुग्नु भएको रहेछ। अगाडि अगाडि जाँदै हुनुहुन्छ उहाँहरू। अनि यो हाम्रो सुम्दीमा भवन भन्छ यसलाई, यहाँनिर नाचगान भइरहेको छ। सबैजना आउँदै हुनुहुन्छ। ओ साइलामेन भिडियो खिच्दै साइलामेन बल्ल बल्ल भेट पर्यो 1 महिनामा स्कुलबाट यतै आएको। ल जाउँ उतै, हाम्रो अरू आएको छैन कि हो। को रहेछ एकजना जाने नौलो मान्छे मैले देखिनँ त। साकेला थान यहीँ छ है दर्शकवृन्दहरू। नाचगान हुँदैछ यहाँ मसिनो नानीहरू। अब अघि त ज्याकेट ल्याउनुपर्छ भनेको त्यसरी त। साकेला नाच यही हो।
गर्छ है भाउजू ए यहाँ बस्ने सायद के खै मम्मी चाहिँ मम्मी खै कोसँग ए ल यहाँ किन बल्ल बल्ल हाम्रो टोलीहरू छिर्नु भएछ युट्युबर सबै आइपुग्नु भयो भाउजू बल्ल बल्ल खै हाम्रोहरू आउँदैछन् भाउजू ए त्यो गर्ने पनि काका नि आइपुग्नु होला वेलकम सँगै सबैजनालाई ल आऊ छिटो आऊ सबैजना नाच्नुपर्छ त किन स्कुल आइनस् भाइ आज मिस्टर सत्येन्द्र राई पनि आइपुग्यो यहाँनिर है बल्ल आइपुगेछ हजुर ल ठिकै छ दर्शकबिनहरू अहिले चाहिँ फेरि पुनः स्कुलमै फर्किआएको छ यहाँनिर रिटर्न ब्याक होइन पानी पऱ्यो पानी डिस्टर्ब गरेको एकदमै होइन पर साकेवा नाच भइरहेको छ अब यहाँ म किन आएँ भन्दाखेरि यहाँ चाहिँ हाम्रो किराँत साम्पाङ राईहरूको एउटा भेला जिल्ला कार्य समितिको पदाधिकारीहरू आउनु भएको रहेछ होइन यो मलाई थाहा थिएन यो अगाडि बिहान भनिएन पनि सो द्याट अब यहाँ भेला हुनुपर्ने चाहिँ यहाँ भित्रपट्टि हुनुहुन्छ उहाँहरू के रहेछ यो छलफलको विषय होइन मलाई पनि थाहा छैन यो विषयमा चाहिँ अब यहाँ छलफलको लागि भित्र बैठक छ तपाईँलाई छोटो क्लिप्स यहाँलाई देखाउँछु हेर्दै गर्नु है लगायत यहाँ रहनुभएका सम्पूर्ण मानवहरू आज चाहिँ सबभन्दा पहिला हजुरहरू सबैको सेवाबाट गर्न चाहन्छु नमस्कार मेरो व्यक्तिगत तर्फबाट र हाम्रो संस्था साझा संस्थाको तर्फबाट म चाहिँ किराँत साम्पाङ राई एजुकेसन नेपाल भोजपुर जिल्ला कार्य समिति छ यो जिल्ला कार्य समितिको चाहिँ म सचिव लगभग 2-3 कार्यकाल भयो अब आज यहाँ साम्पाङहरूको एउटा भेला गरौँ धेरै पहिलादेखि गरौँ भनिरहेको थियो अब विशेष आफ्नो पनि म पनि अलि व्यस्तै रहन्छु र हजुरहरूसँग सम्पर्क समन्वय पनि अलि अभाव भएको हुनाले यत्रो गर्न सकिएन धेरैजनालाई अझ धेरैजनालाई मैले सम्पर्क कुराकानी चाहिँ गरेको थिएँ उहाँहरूको विशेष काम अब कतिजना अब बस्तीहरू एकलो घरमा भएकोले अझै यहाँ आइसक्नु पनि भएको छैन उहाँहरूलाई पछि समेट्दै जाउँला आज चाहिँ हामी त्यो जतिजना भेला भयो यहाँबाट एउटा अब चाहिँ हामी फेरि पुनः बैठक सकेर जाँदैछौँ उतातिर सबैजना अब पुनः फेरि साकेला थानतिर हामी लाग्दैछौँ दर्शकबिनहरू साकेला नाच पनि बिसा जस्तो छ होइन खाजा पनि खाँदै यस्तो छ त्यहाँनिर खाजा खाएको भिडियो यहाँलाई देखाउँदा त्यसपछि नाच गम्केको एकदम स्मार्ट है यहाँ तल खाजा खाँदै रहेछ सबैजना यसो नाचगान बिसाएर है जाउँ न त खाजा खाएछ ए नानीले कपडा अर्को लगाएको र नानीहरू चिसो नखाऊ नानी धेर बिसाउँला नि गरे ल सबैजना दर्शकबिनहरू खाजा खाने बिसाउने कार्यक्रम छ यहाँनिर सञ्जीव राई ब्लगरको पनि यहाँनिर हजुर पर गएको बैठकमा स्कुलमा के हो यो चाहिँ खोइ मासु छैन त नि झोल हो ए झोल पसिन्छ तेल धेर भएछ झोलको सबैजना खाजापान कार्यक्रम भइरहेको छ यहाँनिर चाहिँ रहेछ है हाम्रो पाहुना गेस्टहरूलाई पनि स्पेसल भ्लगमा यहाँहरूलाई देखाउन है यहाँ चाहिँ खाजा म एकछिन भर्खर हामी उता गएको थियौँ पर बैठक गरे साम्पाङ तपाईँहरूको नै हाम्रो भन्नुहोस् न अब हाम्रो भन्नुहोस् न जल त झन्डै है खाजा पानी कार्यक्रम
राई महिलाले हाम्रो शिव सर्कल जानुहुन्छ माथितिर चियर छ त यता बस्नुहोस् न हुन्छ हामी उभिरै हो साबुन राइन अरू खाजा खाइदिएछ दर्शक बिन्दुहरू खाजा खाने टाइममा आइपुगेछ ए कान्छी कहिले त नानी त ठुलो भइसकेछ हो कहिले पढ्छ कान्छ नि यतै हामीले कहिले भर्खर आएको ल दर्शक बिन्दुहरू अब चाहिँ फेरि पुनः नाचगान सुरु भएको छ यहाँनिर है खाजासाजा खाइसक्यो मेरो भोकल सायद राम्रो सुनिरहेको छैन होला है तपाईँलाई एकचोटि म नाच यहाँलाई देखाउन सकेको छु
सुरेन्द्र कुन खोला कत्लेहरू खतरा पल्टाइ पठाएको थियो त कत्लेहरू दर्शकवृन्द अब चाहिँ यहाँको हाम्रो साकेला नाच सकिएको छ देखिरहेको छु नाच सकियो अब यो पछाडि तल घरतिर हुने अरे भन्ने भेटिँदैछ होइन प्रत्येक घर घर नाच्ने अरे भन्दै हुँदैछ सो नाच हुन्छ कि हुँदैन अब भइहालेछ भने त्यहाँ गइहालेछ भने हामी यहाँलाई देखाउनेछौँ नत्र आजलाई यस्तै गर्दैछौँ होइन ल यस्तो छ यहाँको ब्याकग्राउन्ड कन्डिसन सो आजको साकेला नाच फिनिस्ड अब नेक्स्ट योभन्दा अर्को नाच कहीँ भेटिएछ भने यहाँलाई देखाउन नत्र यो वर्षको लागि अन्तिम साकेला नाच हेर्दै वाचिङ हेर्नु होला अन्तिम